गोर्खा विश्वकर्मा कल्याण समिति संयुक्त शाखा सरुगाउँ सखुवाझोडा शिशुझुम्रा र जोगीझोडा मिलाएर इथलबाडी रैनपुर समितिको निजी कार्यालयको प्राङ्गणमा 38औं स्थापना दिवस तथा वार्षिक साधारण सभा बडा हर्ष उल्लासपूर्ण तरिकाले मञ्चलाई सजाउ गरेर कार्यक्रमलाई अगाडि बढाउनु भएकोमा यस समितिका सञ्चालकज्यूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु। पदमा आसीन मान्यवर पदाधिकारीहरू र टाढा टाढाबाट पाल्नुभएका अतिथिगणहरू तथा यस सभामा आउनुभएका तमाम आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई पनि एकमुष्ट नमस्कार टक्र्याउँछु। आज यो अत्याधिक खुसीको पलमा म बानरहाट निवासी सन्तोष विश्वकर्मालाई मञ्चबाट उद्घोषकज्यूले आमन्त्रित गर्नु भई खादा र टोपी लगाइदिनु भएर सम्मान गर्नुभएकोमा म यस गोर्खा विश्वकर्मा कल्याण समितिलाई ऋणी भएको महसुस गरी धन्यवाद टक्र्याउँछु। आज यो खुसीको पलमा दुई शब्द बोल्ने मौका पाउँदा अत्यन्तै हर्षित भएको छु। यस गोर्खा विश्वकर्मा कल्याण समितिले विभिन्न कार्यक्रमहरूको बुँदा तयार गरेर कार्यक्रमलाई अगाडि बढाएकोमा समाजको सुदृढीकरणलाई झल्काउँछ। सांस्कृतिक नाचगान, कविता वाचन, समितिमा आबद्ध ज्येष्ठ नागरिकहरूको सम्मान, स्वर्गीय सदस्यहरूलाई समवेदना र उत्कृष्ट कलाकारहरूलाई पुरस्कारको वितरण यस्ता विभिन्न कार्यक्रमहरूको प्रोत्साहनहरूले गर्दा समाजलाई अगाडि बढ्ने प्रेरणा प्रदान गर्नेछ। साथै हाम्रा ससाना बालबालिका नानी बाबुहरूलाई प्रोत्साहन मिल्नेछ भन्ने विश्वसनीय छु। समाजले गरेको योगदानको कदर गर्दै स्टेजबाट बिदा हुन्छु। धन्यवाद। यसरी यस प्रोग्रामबाट सबैजना साथीभाइहरूसँग अग्रजहरूसँग भेटघाटको कार्यक्रमलाई अगाडि बढाउँदै जाँदा हाम्रा सहयोगी मित्र जीवन बराइली सरसँग भेट भयो। भेटघाटको क्रममा विभिन्न विषयका कुराहरू गर्दै हामी अगाडि बढ्दै गयौँ। यत्तिकैमा समितिले जलपान समारोहको आयोजना गरेको रहेछ। हामी खानपानमा सरिफ भएर सबैजना निस्केर आफ्नो गन्तव्य स्थानतिर लाग्यौँ।